2 3 4 5 दुई लाइन चाहिँ 5 चेनको हुन्छ र 5 चेनमा चाहिँ 1 2 छोड्ने र बिचको चेनमा एक डबल क्रोशे बनाउने र 3 चेन बनाउने 3 चेन र फेरि सेम ठाउँमा एक डबल क्रोशे बनाउने। यो चाहिँ हाम्रो यो भाग बनिँदैछ है त, यो भाग। र अब फेरि 5 चेनै तान्ने 1 2 3 4 5 चेन भयो र अघि यो बन्नेकोमा अब 2 चेनमा यो पहिलो चेनमा 2 डबल क्रोशे गर्ने। यो चाहिँ हाम्रो घटाउने भागको बोर्डर भाग है त, 2 भयो सेम ठाउँमा र अर्को चेनमा पनि डबल क्रोशे बनाउने 2 डबल क्रोशे 1 2 यो भयो र अब फेरि 7 चेन तान्ने 1 2 3 4 5 6 7 र फेरि अघिको घरमा लगेर सिंगल क्रोशे लगेर जोडिदिने। फेरि 1 2 3 4 र फेरि अर्को घरमा सिंगल क्रोशे जोडिदिने र फेरि 1 2 3 4 र फेरि अर्को घरमा सिंगल क्रोशे गरिदिने। 5 थियो 4 भयो 3 भयो अब 2 भयो र फेरि 7 चेन गर्ने 1 2 3 4 5 6 7 भयो र अब फेरि यहाँनिर 7 चेन भएपछि 2 चेन 1 2 यो लास्टको 2 चेन यो पहिलो चेनमा 2 डबल क्रोशे 1 2 र फेरि अर्को चेनमा यताको लास्टको चेनमा 2 डबल क्रोशे 1 2 गर्ने र फेरि 5 चेन तान्ने 1 2 3 4 5 र फेरि डबल क्रोशे बनाउने 1 2 छोड्ने 3 मा डबल क्रोशे र फेरि 3 चेन र फेरि सेम ठाउँमा डबल क्रोशे र फेरि 5 चेन 1 2 3 4 5 र यहाँनिर 4 डबल क्रोशे 5 चेन र 4 डबल क्रोशे गर्ने। यसरी नै यो राउन्ड पनि यहाँसम्म पुरा गर्ने है त। यो लाइन पनि मैले बनाएर चाहिँ रेडी गरिसकेँ। अब हजुरहरूलाई म अर्को लाइन बनाएर देखाउँछु है त। यो चाहिँ हाम्रो सेकेन्ड बुट्टा बनेर रेडी हुँदैछ। 5 चेन थियो भने अब हामी 6 चेन तान्छौँ है त। 1 2 3 4 5 6 अघि सुरुमा जसरी हामीले यो बनाएको थियौँ त्यसरी नै सेम त्यही तरिका बनिन्छ है त। फेरि 6 चेन पछाडि यो के भन्छ 7 डबल क्रोशे है त। 2 3 4 5 6 7 भयो र फेरि 6 चेन 1 2 3 4 5 6 चेन र फेरि 2 डबल क्रोशे यो चेनमा 2 डबल क्रोशे 1 2 र अर्कोमा 2 डबल क्रोशे 1 सेम ठाउँमा 2 यो बुट्टा सुरु भयो र फेरि 7 चेन 1 2 3 4 5 6 7 यो चाहिँ हाम्रो घट्दै जाँदा बनिने बोर्डर भाग है त। यसरी र फेरि 2 थियो भने अब यसमा डाइरेक्ट सिंगल क्रोशे र फेरि लास्टमा चाहिँ अब 5 चेन है त। 2 3 4 5 र यो चाहिँ हाम्रो एक घरमा त लास्टमा रहन्छ। लास्टको एक घरमा चाहिँ 5 चेन
5 थियो, 4 भयो, 3 भयो, 2 भयो, लास्टको 1, 1 मा चाहिँ 5 चेन। अब फेरि 7 चेन, 2 3 4 5 6 7 र यसरी नै अगाडिबाट फेरि 1 2 भए र फेरि 6 चेन, 1 2 3 4 5 6 चेन, 6 चेन। अब डाइरेक्ट यो ग्यापमा 7 डबल क्रोसे, 1 2 3 4 5 6 7 र फेरि 6 चेन, 1 2 3 4 5 6 र 4 डबल क्रोसे, 5 चेन, 4 डबल क्रोसे। यसरी नै यो राउन्ड पनि सकिने त। यहाँदेखि स्टार्ट भएको छ 6 चेन र यो ग्यापमा 7 डबल क्रोसे र फेरि 6 चेन र जहिले नै यता अगाडिबाट अगाडिको भागमा यता अगाडिमा 1 चेनमा 2 डबल क्रोसे र अर्कोमा 2 डबल क्रोसे गर्ने र फेरि 7 चेन तान्ने र लास्टकोमा चाहिँ 5 चेन गरेर घरमा जोडिदिने र 7 चेन। फेरि यता अगाडिबाट 1 चेनमा 2 डबल क्रोसे, 1 चेनमा र 6 चेन र 7 डबल क्रोसे यो ग्यापमा र 6 चेन गरेर यो लाइन पनि सबै पुरा गर्ने। यो लाइन पनि हाम्रो बनेर रेडी भइसक्यो। लगभग हाम्रो यो बुट्टा चाहिँ सकिसकेको छ र अर्को सेकेन्ड पनि सुरु भइसकेको छ। फेरि 6 चेनै तान्ने, 1 2 3 4 5 6 चेन तानेर डाइरेक्ट यहाँनिर यो चेनमा डबल क्रोसे गरिदिने। सुरुको बुट्टा जसरी थियो यो बुट्टा नि सेम त्यसरी नै बनिन्छ। 1 चेन, 1 चेन फेरि डबल क्रोसे, 7 डबल क्रोसेको माथि 7 डबल क्रोसे गर्ने, बिचमा 1 चेन लिँदै है त। सुरुमा यो बुट्टा जसरी सुरु भएको थियो त्यसरी नै हुँदैछ है त। दुई लाइन चाहिँ 5 चेनको हुन्छ, 2 लाइन 6 चेनको र 2 लाइन 8 चेनको है त। फेरि 6 चेन, 3 4 5 6 चेन गरेर फेरि यो चाहिँ घट्ने भागको बोर्डर बनिँदै जान्छ है त। र यो 2 चेनमा यो चेनमा 2 डबल क्रोसे र फेरि अर्को चेनमा 2 डबल क्रोसे र यो घट्ने भागमा चाहिँ 7 चेनै तान्नु पर्ने हुन्छ। 7 डबल क्रोसे गरी 7 डबल क्रोसे 1 चेन गरेर यहाँ आयो र अब चाहिँ फेरि हामीले यो 1 को सिङ्गल गरिसक्यो र फेरि अब हामीले 7 चेनै तान्नु पर्ने हुन्छ। 3 2 अघि तानेको थिएँ, 4 5 6 7 चेन र अब डाइरेक्ट 1 चेनमा यो 1 घरमा लास्टको 1 घरमा सिङ्गल क्रोसे र फेरि 7 चेन, 1 2 3 4 5 6 7 डाइरेक्ट भयो। यो चाहिँ हाम्रो घरको लास्टमा हो र फेरि यहाँ 2 चेनमा 2 डबल क्रोसे, 1 डबल क्रोसे, अर्कोमा 2 र फेरि अर्कोमा 1 2। यसरी यो चाहिँ यतातिर घट्दै जान्छ र अब फेरि 6 चेन, 1 2 3 4 5 6 र अब चाहिँ 7 डबल क्रोसेको माथि 1 डबल क्रोसे, 1 चेन, फेरि अर्को चेनमा 1 डबल क्रोसे, 1 चेन र फेरि अर्को चेनमा 1 डबल क्रोसे, 1 चेन, अर्कोमा 1 डबल क्रोसे, 1 चेन, 1 डबल क्रोसे, 1 चेन, 1 डबल क्रोसे, 1 चेन र फेरि लास्टमा नि 1 डबल क्रोसे गरेर यो 7 को माथि 7 सक्ने र फेरि 6 चेन, 3 4 5
छ र फेरि 4 डबल क्रोसे 5 चेन 4 डबल क्रोसे यसरी नै यो लाइन पनि पूरा गर्ने है त। यो लाइन पनि हाम्रो बनेर रेडी भइसकेको छ। यो लाइन चाहिँ हाम्रो पूरा भइसकेको छ हो। यो लाइन पूरा हुँदै यो भाग पनि आधी भइसकेको हुन्छ। अब यो पूरा हुँदाखेरि फेरि 3 स्टेपको बनिने सुरु हुन्छ है त। 5 चेनको 2टा भयो भने 6 चेनको 2टा। अब 8 चेन तान्ने 1 2 4 5 6 7 8 8 चेन तानेर डाइरेक्ट 1 चेनको ग्यापमा सिंगल क्रोसे फेरि 4 चेन 4 अर्को चेनमा सिंगल क्रोसे फेरि 4 चेन अर्को चेनमा सिंगल 4 सिंगल सिंगल भयो र फेरि 6 चेन गर्ने 4 5 6 चेन गर्ने सरी 8 चेन नै गर्ने 6 7 8 चेन भयो र यो अर्कोमा अर्को चेनमा 2 डबल क्रोसे अर्कोमा 2 डबल क्रोसे यतापट्टि जति चेन तान्नु भएको छ यतापट्टि त्यति नै चेन तान्नु है त। र अब यता चाहिँ 7 चेनले यहाँनिर पूरा गरेको थियो भने अब चाहिँ यो पूरा भइसकेको छ। यो बुट्टा चाहिँ अब चाहिँ लास्टमा 2 चेन तान्ने र एकैचोटि यहाँको 2 चेनमा डबल क्रोसे बनाउने। पहिलोमा 2 डबल क्रोसे बनाउने र दोस्रोमा 2 डबल क्रोसे बनाउने। यो चाहिँ यसरी जोडेर टुङ्गिन्छ है त। यो बुट्टा चाहिँ अब फिनिस भइसकेको हो। यहाँदेखि अब फेरि अर्को बुट्टा निक्लिन्छ है त। र फेरि 8 चेन 1 2 3 4 5 6 7 8 8 चेन डाइरेक्ट यहाँ लगेर सिंगल क्रोसे फिर 4 चेन सिंगल क्रोसे 4 चेन सिंगल क्रोसे 4 चेन सिंगल र फेरि 8 चेन 1 2 4 5 6 7 8 र यहाँनिर 4 डबल क्रोसे 5 चेन 4 डबल क्रोसे गर्ने। यो बुट्टा चाहिँ पूरा भइसकेको छ र अर्को 2 बुट्टा पनि यहाँ आइसकेको छ। 7 चेनमा चाहिँ डाइरेक्ट 2 चेन गरेर अर्कोपट्टि जोडिदिने त यो लाइन यहाँ गर्ने र यहाँनिर 2 चेनमा 2 डबल क्रोसे र 2 चेन गर्ने र यता 2 चेनमा 2 डबल क्रोसे गर्ने। त्यसरी चाहिँ यसरी जोडेर यो घर यसरी रेडी हुन्छ है त। यो बुट्टा मैले चाहिँ यो लाइन पनि पूरा गरेर यहाँसम्म लिएको छु। 8 चेन 2 लाइन 8 चेन 2 लाइन 6 चेन र 2 लाइन 5 चेनको हुनुपर्छ है त। यो 8 चेनको यहाँसम्म र हजुरहरूले यो चाहिँ गर्नुपर्ने हुन्छ। जम्मा टोटल 6 वटा हुनुपर्छ है त। 6 वटासम्म चाहिँ सादा 2 5 2 6 र 2 8 जम्मा 6 र 8 को पहिलो स्टेपमा 5 गरेर हुन्छ भने दोस्रो स्टेपमा 4 गरेर हुन्छ। मैले यहाँसम्म लिएको छु र 8 चेन तानेको छु फेरि र अब 8 चेन तानेपछि डाइरेक्ट अघिको 2 चेनमा यो छोडेको बीच जग्गाको 2 चेनमा डबल क्रोसे बनाउने। 1 चेनमा 2 डबल क्रोसे
एक दुई र अर्को चेनमा दुई डबल क्रोसे एक दुई यो भयो। यो चाहिँ फेरि दोस्रो, यो पहिलो बुट्टा भयो भने यो दोस्रो, अब यो चाहिँ तेस्रो बुट्टाको लागि रेडी हुँदैछ है त। तेस्रो बुट्टाको लागि रेडी भयो र फेरि 8 चेन 1 2 3 4 5 6 7 8 8 चेन भयो। 8 चेन भएपछि डाइरेक्ट यो घरमा सिंगल क्रोसे र 4 चेन सिंगल क्रोसे यसरी नै यो लाइन सबै पूरा गर्ने। लास्टमा 2 चेन तानेकोमा चाहिँ 2 डबल क्रोसे गर्ने एक चेनमा। यहाँ हामीले जुन 2 चेन तानेको छौं त्यसमा चाहिँ 2 डबल क्रोसे 2 चेन 2 डबल क्रोसे गरेर यसरी नै टुङ्गाइदिने है त। मैले चाहिँ यो लाइन पनि पूरा गरिसकेर यहाँ बनाएको छु। अब चाहिँ हाम्रो फेरि यो बुट्टा सुरु हुँदैछ। यहाँनेरि 8 चेनमा ती 3 छोडेर 6 र 7 मा चाहिँ 4 डबल क्रोसे गराउने र सुरु गर्नको लागि चाहिँ फेरि अब 5 चेन देखि 5 चेन 4 डबल क्रोसे 2 चेनमा र यो बुट्टा सुरु भएपछि चाहिँ यतापट्टि पनि 7 चेन हुनुपर्छ र यतापट्टि पनि 7 चेन हुनुपर्छ है त। 1 2 3 4 5 6 भयो। 6 चेन 7। अब चाहिँ यतापट्टि यहाँनेरि डाइरेक्ट फेरि यहीँनेरि जोडिदिने डबल क्रोसे बनाउने 1 1 2 2 चेनमा 2 डबल क्रोसे 1 2 र फेरि अर्कोमा 1 2 2 भयो र यतापट्टि भयो भने अब चाहिँ 3 चेन बनाउने है त। 1 2 3 यो 3 चेन चाहिँ यो भाग बनिँदैछ है त। फेरि यो भागको लागि अर्को बुट्टाको लागि अब चाहिँ सुरु हुँदैछ र फेरि डाइरेक्ट यहाँनेरि अर्को चेनमा गएर 2 डबल क्रोसे गरिदिने 1 2 र फेरि अर्को चेनमा 1 2 यसरी फेरि अर्कोको लागि सुरु हुँदैछ है त। यहाँबाट सुरु भयो, यहाँबाट सुरु भयो, यहाँ बिचमा एउटा, अब यहाँ एउटा हुन्छ। अब फेरि 3 वटा बुट्टा निक्लिन्छ। अघि 1 थियो भने यता र यता निक्लेर 2 भयो। अब फेरि 3 हुन्छ। यसरी नै बढ्दै जान्छ है त। अब फेरि 7 चेन गर्ने 1 2 3 4 5 6 7 भयो र घरमा सिंगल क्रोसे गरिदिने 4 चेन 1 3 4 सिंगल क्रोसे 4 चेन सिंगल फेरि 4 चेन सिंगल। यो घर बनिन थालिसकेपछि चाहिँ यता र यता नै 7 चेन हुनुपर्छ है त। फेरि 7 चेन गर्ने 1 2 3 4 5 6 7 चेन अनि यहाँ 1 2 3 छोड्ने र 4 मा डबल क्रोसे बनाउने 1 2 एक चेनमा 2 डबल क्रोसे अर्को चेनमा 2 डबल क्रोसे 2 डबल क्रोसे र अब चाहिँ 5 चेन बनाउने 1 2 3 4 5 र अब यहाँ 4 डबल क्रोसे 5 चेन 4 डबल क्रोसे गरेर यो लाइन पनि पूरा गर्ने है त। यो लाइन पनि मैले बनाएर रेडी गरिसके। अब हजुरहरूलाई म लास्ट लाइन बनाएर देखाउँछु है त। 5 चेन गर्ने 4 5 यहाँनेरि 1 2 छोडेर 3 मा 1 डबल क्रोसे 3 चेन
फेरि सेम ठाउँमा डबल क्रोसे। यो चाहिँ फेरि अब अर्को लाइनको लागि सुरु भएको है त। र फेरि 5 चेन 1 3 4 5 र फेरि यो सुरु भयो, यताबाट घट्दै जान्छ है त। यहाँनेरि दुई डबल क्रोसे सेम ठाउँमा 2 डबल क्रोसे र फेरि 7 चेन 1 2 3 4 5 6 7 र अब घरमा सिंगल क्रोसे 1 2 3 4 फेरि सिंगल क्रोसे 1 2 3 4 फेरि सिंगल क्रोसे र फेरि 7 चेन 1 2 3 4 5 6 7 र फेरि यहीबाट गर्ने 1 2 को 7 चेनको पहिलोमा 2 डबल क्रोसे र अर्कोमा 2 डबल क्रोसे 2 र अब अर्को बुट्टा थाम्नको लागि यो 3 चेनमा फेरि 5 चेन गर्ने 3 4 5 र यसमा पनि बिचको चेनमा 1 2 3 चेन तानेको हुन्छ र 2 मा चाहिँ 1 डबल क्रोसे 3 चेन 1 डबल क्रोसे र फेरि 5 चेन 4 5 चेन र फेरि यहाँनेरि 2 डबल क्रोसे फेरि अर्को चेनमा 2 डबल क्रोसे र फेरि 7 चेन 3 4 7 भयो र यता 1 2 फेरि 5 चेन 2 3 4 5 र 1 2 3 3 मा 3 चेन र फेरि डबल क्रोसे र फेरि 2 3 4 5 फेरि 4 डबल क्रोसे 4 5 चेन र 4 डबल क्रोसे। यसरी नै यो लाइन पनि पुरा हुन्छ है त। मैले चाहिँ यो स्टेप पुरा गरिसके, आशा छ हजुरहरूले बुझ्नुभयो। हामीले मेन ध्यान दिनुपर्ने कुरा चाहिँ 6 चेन हुन्छ है त। 2 लाइन चाहिँ 5 वटा चेनको छ, 2 लाइन 6 वटा चेनको छ र 2 लाइन 8 वटा चेनको छ है त। र यो 6 वटा सक्ने बित्तिकै 7 स्टेप पुरा गर्दा चाहिँ यो बुट्टा निक्लिन्छ अर्को स्टेपको लागि है त, अर्कोको लागि निक्लिन्छ र 8 वटामा चाहिँ यो भी कोण निक्लिन्छ है त, यो भी कोण निक्लिन्छ। यसरी नै अब यहाँनेरि 1 थियो भने यहाँ 2 भयो, अब यहाँनेरि मेरो 3टा निक्लिँदैछ, यहाँनेरि निक्लियो, यहाँबाट घट्दै जान्छ, यहाँनेर अर्को निक्लियो र अर्को स्टेप पनि बनाउँदाखेरि 4 वटा निक्लिन्छ है त। यो घट्ने भागमा चाहिँ जहिले पनि घट्ने भागमा चाहिँ 7 चेन हुन्छ, यता पनि 7 चेन यता पनि 7 चेन है त। यसरी नै हजुरहरूलाई कत्रो साइज चाहिन्छ त्यही अनुसारले बढाउँदै जान सक्नुहुन्छ है त। आशा छ हजुरहरूले बुझ्नुभयो। अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन्छु। हस् त, बाई बाई।